सित्तैमा बनाएको भनेको यो ह्याङ्गिङ गमलाहरूको नरिवलको बोक्रा चाहिँ मसँग यति धेरै कसरी भयो? त्यसको लागि मैले जटावाला नरिवल लिएको हुन्छु। त्यसमा 3टा प्वाल हुन्छ। एउटालाई चाहिँ मजाले चक्कुले खोप्यो भने यसरी पानी निस्किन्छ। यो पानी खान मिल्छ। अनि यो नरिवललाई चाहिँ केही बेर यसरी आगोमा पोलिदिन्छु। पोलिसकेपछि यो आफै चर्केर आउँछ। अब यसमा चाहिँ हल्का हातले खलले अथवा अरू कसैले चाहिँ हानिराख्यो भने चाहिँ यो फुटेर आउँछ। अनि नरिवल सबै झिकिसकेपछि चाहिँ यसलाई एकचोटि पखालेर अनि काटेर त्यसपछि चाहिँ मिक्सरमा हाल्छु। मिक्सरमा हाल्दाखेरि चाहिँ यसमा पानी पनि मिसाएको हुन्छु। अनि यसलाई यसरी ग्राइन्ड गरिसकेपछि चाहिँ यसबाट चाहिँ कोकोनट मिल्क निस्किन्छ। यो कोकोनट मिल्कको लागि चाहिँ मैले यति सबै गरेको हो। मलाई चाहिँ यो नरिवलको दुध मनपर्छ। अनि जुन बाँकी भएको भाग छ यसलाई चाहिँ मैले ग्यासमा चाहिँ एकदम लो हिटमा चाहिँ यसरी तताइदिन्छु। खालि तताउने मात्रै हो। यसमा भएको मोइस्चर चाहिँ सबै जाओस् भनेर। यसलाई चाहिँ धेरै कुरामा युज गर्न सकिन्छ, जस्तै कि कुकिज बनाउँछु मैले अथवा कुल्फीमा हाल्छु। अनि यसरी चाहिँ दुधदेखि लिएर ह्याङ्गिङ गमलासम्म बनाउँछु।